यो नेवारहरूलाई चाहिँ कसले सिकाएको होला है यति मिठो मिठो पकाएर खानुको लागि अम्ममा खाजा सेट अरे खाना सेट अरे अनि हामीलाई पनि यसो अरू जातलाई पनि सिकाइदिएको भए के जान्थ्यो होला होइन ल सिकाए पनि नसिकाए पनि मैले चाहिँ यहाँ घरमा आफै चिकन छोइला बनाउन सुरु गरेँ है त मैले चाहिँ यहाँनिर चिकन थाई फिलेट लिएको छु अनि त्यसलाई स्मल पिसेसमा काटेर अलिकति नुन र बेसार लगाएर अनि त्यसलाई मजाले पाक्न दिएँ अनि अर्कोपट्टि अर्को प्यान लिएर मैले त्यसमा तेल टिमुर बेसार अनि जिन्जर गार्लिक अनि 2टा ड्राइड चिलिज अनि त्यसपछि टमाटोज अनि त्यसपछि स्वादअनुसार नुन हालेर त्यसलाई मजाले पाक्न दिएँ फत्किने गरी होइन अब तपाईँलाई कतिको पिरो मनपर्छ त्यही अनुसारले एड गर्न सक्नुहुन्छ होइन मेरो चाहिँ छोरीले पनि खान्छ नि त्यही भएर ठिक्क पिरो हाल्छु होइन अनि यतापट्टि मेरो चिकन पाकिसकेपछि त्यसलाई चाहिँ मैले स्मोकी फ्लेभर दिनको लागि मजाले डढाइदिएँ होइन ग्यासले अनि त्यसपछि मैले यतापट्टि मेरो सस पनि रेडी भयो अनि सस रेडी भइसकेपछि मैले त्यसमा चाहिँ रातो कलरको प्याज अनि त्यसपछि हरियो धनिया अनि हरियो के भन्छ त्यो लसुनको पात अनि त्यसपछि अलिकति मस्टर्ड ओइल अनि त्यसमा अलिकति मेथी र अनि बेसार लगाएर मजाले झानिदिएँ मिक्स गरेर लास्ट मिठो भएको थियो